हेलो साथीहरु, गुड मर्निङ एन्ड नमस्ते एन्ड सेवाहरू। सन्चै हुनुहुन्छ होला? म पनि सन्चै छु। अहिले भर्खरै म चाहिँ उठेर घाम पनि आइपुगिसक्यो, 8 बजिसकेको छ हैन। अनि अब चाहिँ म घाँसमा जान्छु। अनि त्यस पछाडि चाहिँ फुच्चेले कता घुम्नु जाउँ भन्दैछ माबुथुमकी त्रु माथिको डाँडामा। अहिले म देखाउँछु कि त्यता जाने भन्दै गरेको यस्तो छ हालत हैन यस्तो। अनि हामी चाहिँ आज घुम्नु जाने भनेको फुच्चेले लान्छ कि लाँदैन मलाई लग्यो भने चाहिँ म तपाईलाई माथि त्यो माबुथुमकी डाँडा देखाउँछु है तपाईहरुलाई आजको भिडियोमा। त्यो माला डाँडा जान आँटेको हामी चाहिँ माबुथुमकीको हो। के गरेको भाइ? टिटिट कतिवटा ठुलो टिटिट? ठुलो यत्रो वाला बाला हो। ठुलो ठुलो साइकल खै साइकल? दादा दादा लग्यो दादा लग्यो। हेलो गर्दै सर, हेलो गर्न, हेलो गर खै, हेलो हात हल्लाएर गर्दै सर, हेलो हेलो भन्नु। ल म खेल्दैछु, मेरो नाम सुनाङ हो भन्न। फुच्चे पनि यहाँ खेल्दैछ। अब म चाहिँ घाँसमा जान्छु साथीहरू, ल्याउनु पर्ने छ। त्यही भएर घाँसमा म चाहिँ जाँदैछु होइन। घाँस काट्नु परेन त, अनि बस्तु छ यस्तो, अनि बस्तुलाई घाँस दिनु पर्यो। हामी सकियो रेडी भएर अब फुच्चेसँग जानुपर्ने। छिटो गर फुच्चे, लु जानुपर्छ अब। लु रेडी, अब सब तयारी, अब जाने खतरा गरी। यहाँ फुच्चे उसको लासले मरिसक्यो यार। यस्तोरिका यस्तो इतना खुसी मेरे को क्यों मिल रहा है भने जस्तै अब हामी जानु लाग्यो। मेरो यहाँ रेडी गर्दैछु, भ्लग बनाउँदै जान्छ नि त। ट्राइपड यहाँ छ, अनि पावर ब्याङ्क पनि मैले मगाइसकेको छु। अब जान आँटेको ल, बाबाई। अब बाटोमा नि भेट्नुपर्छ सबैजनालाई। हेलो साथीहरू, अहिले म चाहिँ भर्खरै भाङटारमा आइपुगिसकेँ, खोलाबाट स्कुटी निकालेर। अनि यहाँ हाम्रो भत्रै आमा दिमाहरूकोमा आइपुगेको छु। अनि माबु जानुलाई म चाहिँ रेडी। अब यहाँ भाइ पर्खिँदैछ, एउटा सानो भाइ, लगभग यहाँ आइपुग्छ होला। अनि यस्तो आउने होइन। अनि ठक्क अब यहाँबाट चाहिँ पारी हो क्या, मेरो घर चाहिँ यहाँ पारी देख्छ। हेर्नु ल, म देखाउँछु। यहाँ चाहिँ यो हाम्रो दिमा, यहाँ तल दिमाहरू बसिरहेछ घाम तापेर। अनि हाम्रो भत्रै बदिया यहाँ पर छ पुरा। अनि मेरो घर चाहिँ ऊ पारी, त्यो छाना मात्रै देख्दैछ। यो टोड्के, यो त माइमजा, पारीको चाहिँ यताको माइमजा। अनि यताबाट उभो यो चाहिँ हाम्रो भत्रे अङ्कलको घर। अनि यहाँबाट उभो स्याम्बल जान्छ भने यता चाहिँ इलाम हुने माबु रोड। यो हाइडो पनि यहीँ पर छ, पाइप हुँदै हुँदै हुँदो। अब हामी चाहिँ जाँदैछौँ होइन त्यसो क्या। के छ त टोड्के ठान्डाको भिउ पनि तपाईँहरूले यहाँबाट देखाउँछौँ। कस्तो छ हाम्रो घरदेखिको यहाँ पानी देखेर। बाटोको हालत पहिलाको भन्दा राम्रै बनाएको छ। यहाँबाट हामी परबाट टोड्के झर्दा देखाउँछौँ। पानी नै देखिन्छ यहाँबाट पनि, यहाँबाट भन्दा परबाट पानी देखिन्छ। यहाँबाट चाहिँ हामी टोड्के झर्दा दामी देख्छ क्या। बिसाइदिए भाइ देख्दैछ। उल्टो झरेर चाहिँ हुन्छ त। उल्टेमा यार स्कुटी चाहिँ जातै नराम्रो खोज्छ यहाँ त दामी उता जाने होइन हामी। यो चाहिँ हाम्रो टोड्के झर्ना साथीहरू देख्दै गरेको चाहिँ ऊ तल कोहरू नआउँदैछ, हेरौँ ल। त्यहाँ तल नआउँदैछ कोहीहरू। अनि यसो यो चाहिँ हाम्रो टोड्के झर्ना। अनि हामी चाहिँ अब जाँदै गरेको माबुथाम, कति बेला पुग्ने हो कोनी, ट्रिपै हान्नु पर्ला जस्तो छ। अनि यो माथि देख्दै गरेको चाहिँ मेरो गाउँ, रमाइलो छ एकदम टोड्के गाउँ। अनि टोड्केकै साझा सम्पत्ति सन्दकपुर गाउँपालिकाको यो पनि एउटा हाम्रो टोड्के झर्ना। टोड्के झर्ना भनेर नाम चिनिने हाम्रो ब्रान्ड टोड्केको चाहिँ। हामी तिनकुनेमा आइपुगेको छौँ होइन। के को फोटो खिच्छ यो फुच्चेले गर्दाखेरि, कहाँ कहाँ माथि माथि पुग्यो यार। यो चाहिँ हाम्रो तिनकुने बजार माबुको। अनि यसले गर्दाखेरि यार कहाँ पुग्यो नि। अनि बिचोक गरी लुकिन्छस्। यो चाहिँ तिनकुने बजार। अनि हामी चाहिँ जानुपर्ने अब यता मिलन चोकबाट उकालो जान्छौँ।
अनि भर्खर हामी तीन कुनेमा चाहिँ आइपुग्यो। आउँदाखेरि हालत त्यस्तो छ, चाकै दुखिसक्यो फुचे त्यसले गर्दाखेरि। कहाँ अनि तँलाई त आज म उफार्दै लान्छु। ल अब जाउँ ल। लु भन्नु के भन्नु मन छ? तेल पनि हालियो अनि तेलको लागि एउटा एक्स्ट्रा पनि बोकेको छु, तर कतै सकिगयो भने काम दिन्छ। बिचरा यस्तो हालत छ। मान्छेको आफै नै यसले बोकेर जाने अन्त यो फुच्चेले गर्दाखेरि हामीले खासै गरेको होइन कि, यो फुच्चेले गर्दाखेरि त्यस्तो भएको। फुच्चेले होइन केटीले गर्दा यस्तो भएको। केटीहरूले तैँले नि उल्टो लोकेसन भन्छ। मैले भनेको होइन, उनीहरूले भनेको उल्टो लोकेसन। कहिले नबुझेको सोध्नु पर्छ नि त। अनि ठुलो गुम्बाहरू थाहा थियो कि त्यही गुम्बा होला भनेर। यत्तिको स्पिडमा फोनहरू उडीको पनि चाल पाइँदैन है। स्पिड होला नि होइन, यतिको सामान्य हो, ठिकै हो। मैले बाइक कुदाएकोदेखि नै थाहा सिक्यो। यतिको सामान्य रहेछ। वडा आइपुग्यो वडा। फेरि त्यो ट्र्याक्टरले 3 चोटि अब यहाँ 3 चोटि ओभरटेक हान्ने भयो आज भनेर म ओभरटेक गर्छु ल भनेर। धुलो हेरौँ यो ट्र्याक्टरको उडाइ। तेटेडे 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 तेटेडे। ट्र्याक्टरले ओभरटेक गरेको हामीले। अब चल गर्नु उकालो गइँदैछ साथीहरू। अब चाहिँ हामी लगभग माथि गुम्बामा मात्रै भेटौँ होला। यो उकालो जाँदै जाँदै अब ब्लग चाहिँ यहीँ अन्तिम। अब चाहिँ हामी गुम्बा छेउ लागिसक्यो साथीहरू होइन। अब म अब हामी चाहिँ राइड गरिरहेको छु। त्यही भएर यहाँ मेरो एउटा पठाउ भाइ छ, त्यसलाई चाहिँ लाने गरेको मैले चाहिँ खासमा यसको साथीसँग भेटाउनुको लागि घुम्नु जाने भनेर रहेछ। अनि उकालो जाँदैछौँ हामी। अब गुम्बा लगभग पुग्न आँटिसक्यो के। अब गुम्बा कति पनि छैन, गुम्बा नि पनि आइसक्यो। थाहा छैन गुम्बा भनिँदैछ। तल मैले एउटा गुम्बा चाहिँ देखेको जस्तो लाग्यो। गुम्बा खै कुन गुम्बा देखेँ उयो तल गुम्बा यो त होइन। ए हो त अनि के हो बाटो तल्लोपट्टि छ त अनि जाँड सिटीहरूको घर गुम्बा कटिसक्यो र हामी। खै त्यहाँ मुनि एउटा गुम्बा चाहिँ देखेको थिएँ। यहाँ ल खत्तम भइगयो त्यो उनीहरू कहाँ छ फोन गर्दा त। अब चाहिँ हामी आइपुगिसक्यौँ रमितेको मुनि। अनि हाम्रो भाइको साथीहरू पनि आइपुगेको छ होइन। अनि म चाहिँ अब एक्लै जानु परेको छ। यस्तो विश्वास लागिरहेछ नि एक्लै जानु परेर। यस्तो तरिकाले जाँदैछु उकाली। म चाहिँ धोत्रे ताल भन्ने ठाउँमा नि आइपुगिसकेको छु। माबुको चाहिँ होइन धोत्रे ताल अनि भाइ बहिनीहरू चाहिँ तल आउँदैछ। म चाहिँ यतिकै हिँड्दै भिडियो बनाउँदै जानु परेको छ होइन। अनि यस्तो अनि माथि चाप पनि कति दामी फुलिरहेछ। यो चाहिँ हाम्रो सिद्धि दाइहरूको घर छेउमा माबुको चाहिँ यो धोत्रे ताल भन्ने ठाउँतिरको मान्छेहरूले नि यसो मेरो फेसबुक युट्युबतिर हेर्नुहुन्छ भने यसो हेरिदिनु पऱ्यो है भिडियो। दामी छ होइन पुरा अगाडि। यो चाप पनि दामी फुलिरहेछ क्या यो चाप होइन। यस्तो मजा छ। अनि यो चाहिँ अगाडि देख्दै गरेको चाहिँ सिद्धि दाइहरूको घर हो। यसो देख्दै गरेको यस्तो दामी छ। अनि योमा चाहिँ बाटो भर्खर बनिएर चाहिँ हामी जाँदै गरेको हो। एकदम राम्रो छ यो ठाउँहरू पनि। अनि लगभग यहाँ चाहिँ यो बाटो बनिसकेको छ पिच चाहिँ। अनि हाम्रोतिर चाहिँ बनेको छैन क्या पिच, त्यही भएर हो पिच बनिसकेको छ यतातिर चाहिँ। यस्तो मजासँगले छ पिच बनिसकेको। अनि यहाँ चाहिँ फ्याक्ट्री बसेको ठाउँ हो। अनि पहिला हामीले काम गर्दा चाहिँ यहाँबाट पनि एकचोटि रड लगेर गएको थियौँ। त्यो घर कस्तो बनिएछ भनेर म तपाईँहरूलाई भन्छु। अनि यसो हेर्नु पऱ्यो ल साथीहरू त्यो भिडियो त्यस्तो जाँदै गरेको ठाउँहरू होइन। अनि म चाहिँ अहिले जाँदैछु माबुथामको डाँडामा चाहिँ कस्तो के हुने रहेछ त हेरौँ सबैजनाले। अनि म चाहिँ यहाँबाट यसरी एक्लै राइड गर्दै कुदिरहेको छु फुच्चेहरूको तल लप परेको छ। त्यही भएर म एक्लै कुदिरहेको छु यहाँ चाहिँ। एक हातले फोन अनि एक हातले स्कुटी कुदाएर जानु परेको दुःख छ। अनि अब चाहिँ म 12 गोलाइ छेउछापट्टि जाँदैछु साथीहरू उकाली। तपाईँहरूले हेर्नु सक्नुहुन्छ। अनि म चाहिँ 12 गोलाइ उकालो जाँदैछु। अनि यस्तो दामी बाटो पनि छ। लगभग मलाई पिचमा चाहिँ एकै हातले म कुदाउनु सक्छु यस्तो। अनि जुन अगाडि देख्दै गरेको डाँडाहरू चाहिँ हाम्रो कुन हो भने हाम्रो टोड्के अनि माइमजा हो। अनि यता चाहिँ हामी छिमेकी के भन्छ पालिका माबु यो चाहिँ। अनि यहाँतिर चाहिँ पहिला हामी यो उकालो हुँदै काम गर्नु गएको थियौँ कि। अनि हल्का सम्झना छ सावधान पहिरो झर्ने स्थान भनेको छ। यो चाहिँ पहिरो झर्ने स्थान भनेको छ हो। यो अस्तिको के पो यो उसले गर्दा पनि यस्तो भएको हो के खास चाहिँ नि के भने तपाईँको
बाढी अनि यो उहरूले झरेको हो कि यो चाहिँ यस्तो त्यही भएर हो। अनि म चाहिँ अब मेरो गाउँ यहाँबाट देखाउँछु केटाहरू सबैजनाले हेर्नु होला होइन। अधिकतम कति 20 भनेको छ, 20 भन्दा पनि म न्यूनतममा गइरहेको छु। अनि हाम्रो दादाको ससुराली पनि यहाँ यो पारी ठाउँमा हो। अनि म चाहिँ यहाँबाट दामी ठाउँ देख्छ कि यहाँबाट पनि, अनि म देखाउँछु ल तपाईँहरूलाई। मेरो कपाल चाहिँ यस्तो उडिरहेछ नि आम्मा हेर्नु त यो के भएको यस्तो आम्मा यो मेरो कपाल यार यस्तो भइजान्छ कि यो तेल लगाएपछि नि यस्तो उडिजान्छ होइन। अनि यो पर देख्दै गरेको चाहिँ गाउँहरू चाहिँ हाम्रो भाउजूहरूको गाउँ, अनि यो देख्दै गरेको चाहिँ हाम्रो गाउँहरू हो कि। मेरो घर पनि यहाँबाट म तपाईँहरूलाई देखाउँछु ल, हेर्नु है। मेरो घर पनि तपाईँहरूलाई म देखाउँछु होइन, कुननिर छ मेरो घर भन्ने चाहिँ नि ठ्याक्कै यहाँ तल छ ऊ तल। अनि म देखाउँछु ल तपाईँहरूलाई ठ्याक्क। अहिले चाहिँ म यहाँबाट चाहिँ हरेसे अनि यहाँ पर 3 ताले जान्छ क्या यो बाटो पनि, यो बाटो हो। अनि यो बाटैबाट यता चाहिँ जान्छ। अनि म चाहिँ त्यहाँ तलबाट घुम्दै भाइसँग फेरि यस्तो पर गएर यता आएको होइन। अनि ऊ तल मेरो घर देखिरहेछ, म तपाईँहरूलाई देखाउँछु हेर्नु ल। हो यो गाउँ चाहिँ हाम्रो माबु र माइमजुवालाई दामी देखिने रहेछ यो ठाउँबाट। अझै योभन्दा म दामी ठाउँ पनि माथिबाट तपाईँहरूलाई देखाउँछु। त्यो चाहिँ कहाँ छ भने रमिते हो। अनि मेरो गाउँ चाहिँ यो पारी बिचको तल हेर्नु त यो खोलामा ऊ तल सेतो टिन एउटा बल्दैछ नि यहाँ तल, त्यो तल चाहिँ मेरो घर हो। अनि जुन घरबाट चाहिँ म आएको, अनि यो पारी पर देख्दै गरेको देउराली बजार अनि यो टोड्केको भ्यूहरू हो यो चाहिँ हामीले यस्तो देख्दै गरेको। अनि यहाँ पर हाम्रो दादाको ससुराली चाहिँ त्यहाँबाट बिहे गर्नुभएको। अनि हामी चाहिँ यसो घुम्दै आएर भाइहरू अब आउनु बाँकी छ यो रोडबाट। अनि म चाहिँ यो टोड्केको अस्ति मैले भिडियो लागेको चाहिँ माथि त्यो ग्राउन्डभन्दा माथि टोड्केको पनि माथि टपबाटै मैले भिडियो लगाएको थिएँ। अनि गिताङ म यहाँबाट यस्तो सबै डुलिराखेको हुन्छ क्या सुर, यस्तो दामी छ ठाउँ पनि हेर्दाखेरि। माबुचुम्की जाने हरेसे बाटोबाट 5 नम्बर यता ठुलो टर्निङ भन्छ यो चाहिँ, त्यहाँबाट देखिने ठाउँ हो दृश्य हो। यो पारी देख्दै गरेको चाहिँ हाम्रो गाउँहरू शेर्बे, धप्पर अनि माइमजुवा, हटिया बजार, अनि तल हाम्रो घरको खोलाघारी, हाइडो ड्याम, अनि यो यता भिरखर्क भइगयो, अनि यता हरेसीहरू यो देखिँदै गरेको चाहिँ हाम्रो माबु माइमजुवाबाट। यहाँबाट दामी देख्दो रहेछ क्या हात्ती सरो नै सबै। अनि माथि छिन्ताबुमा चाहिँ कुहिरो लागिरहेछ, यस्तो यो बाल छ। आज म घुम्न आएको त्यही भएर। अब चाहिँ म रमिते डाँडा भन्ने ठाउँमा आइपुगिसकेको छु होइन। अब यहाँबाट अलिकति हिँड्नुपर्छ यो रोडबाट, अलिकति स्कुटीहरू बाइकहरू साइड लगाएर चाहिँ अलिक पल्लोपट्टि जानुपर्छ। त्यहाँबाट दामी भ्यू पनि देखिन्छ क्या झन् त्यहाँबाट पनि। यहाँबाट अघि मैले देखाएकोबाट माबु जमुनाहरू देख्दै थिएन हात्ती, अनि त्यहाँबाट चाहिँ सबै देखिन्छ क्या उताको भ्यू पनि। अब म चाहिँ जाँदैछु त्यहाँ, अनि अहिले म चाहिँ रमिते डाँडामा छु। अब चाहिँ म यता रमिते डाँडातिर जाँदैछु। सायद म मात्रै यो फुच्चीहरू तलै छ क्या, अनि त्यही भएर कन्फ्युज भइरहेको छु यता हो कि कता हो, यतै जस्तो चाहिँ लाग्दैछ। बोट हेरेर चाहिँ आएको यतै होला सायद रमिते डाँडा, मलाई पनि थाहा छैन यही डाँडा चाहिँ डाँडा हो कि कुन डाँडा हो। भिर चाहिँ गतिलो छ, त्यहाँ वनझाग्रीको के भन्ने नि दन्ते कथा छ क्या, जाउँ न हेरौँ। यही हो बाटो हेर्दा चाहिँ मान्छेहरू आएको पनि चाहिँ यस्तो बाटोमा सरङ यही डाँडा हुनुपर्छ जहाँसम्म। अब जाउँ हेरौँ ल। अब चाहिँ म रमिते डाँडामा आइपुगेको छु होइन। डाँडा चाहिँ कस्तो छ भने मेरो ड्राइभर म बनाएर देखाउँ यस्तो छ होइन। म चाहिँ आइपुगेको छु यसो र होइन, भिडियो गर्दै अनि हेरौँ कस्तो दामी अब छ। सानो देखिरहेको रहेछ यस्तो छ। यहाँ चाहिँ म तल भिरमा पनि लान्छु होइन तपाईँहरूलाई, यस्तो लान्छु क्या। यहाँ तल गुम्बा त यार यो फुच्चीहरूले कहाँ, अनि मैले थाहा थियो क्या म गुम्बामा छु भन्ने कुरो चाहिँ। अनि गुम्बाभन्दा माथि नै थियो हामी, गुम्बाभन्दा तल नै यो तलको गुम्बा देख्न सक्नुहुन्छ। यस्तो छ भिर पनि कस्तो छ थाहा छ। हेर्नु त भिरी रामा एउटा मेरो फोन खसेको भने सकिएन त यो डाँडा कस्तो दामी देख्छ त। जान सबै भ्यू पनि यहाँबाट देखिन्छ यस्तो बबाल हेर्नु त। अनि गुम्बाबाट पारितिरको भ्यू यस्तो सन देउराली बजार, त्यहाँ पर देख्दै गरेको देउराली बजार, अनि सुलबुङ, अनि यहाँ तल टारी उतो देखिँदै गरेको, अनि सुरेघाटी, टारी, सुलबुङ, मुडे, देउराली, अनि अझै तलसम्म देखिन्छ, इलामसम्म देखिन्छ त्यो तल्लो डाँडाहरू हेर्नु। टाढी तल भइरहेको छ, अनि 6 नम्बर ग्राउन्ड तल म आएको बाटो यस्तो दामी थिएछ। अनि अहिले मात्रै मैले याद गर्दैछु क्या जुन डाँडामा हिँड्दै आएको थिएँ त्यो डाँडा अहिले मात्रै मैले राम्रोसँगले देखिरहेको छु। हाई यहाँ आउँदाखेरि शीतल जाडो नि लागिरहेछ। पुच्चेले फेरि यो गुम्बा भनेको रहेछ कुन गुम्बा लिएर अघि
झनै माऱ्यो यार मलाई नि यस्तो झन्नै हानेको छ त्यो तल गुम्बा थिएछ नि त त्यही भएर आम्मा यस्तो हेर्नु ल म देखाउँछु तलको भ्यू पनि देखाउँछु भिरतिरको यस्तो दामी छ सर म त खासै गएको छुइनँ यो भिरमा मेरो तपाईँहरूले यो भ्यूको तलको भ्यू हेर्नुहुन्छ भने यस्तो रहेछ है साथीहरू तलतिर झोसहरू पनि देखिँदैछ नि होइन अब यहाँ यिनीहरू चाहिँ भर्खर यहाँ तल आउँदैछ तल बुनहरू भाइहरू पनि यहाँ तल आउँदैछ म चाहिँ यो टर्निङहरू गर्दै आइसकेको छु उकालो यस एकदम यिनीहरूलाई चाहिँ हिँडाउनु पर्नेछ कि लब्बैहरूलाई त हिँडाउनु पर्नेछ नि त हिँडाउनु पर्छ कि यसो दामी गऱ्यो अनि तल केटाहरू आउँदैछ अनि म चाहिँ टर्निङ हुँदै छिटो कि खेप हान्नु छिटो अब यिनीहरूलाई ट्रिप पर्छ कि भनेको पर्खेको ट्रिप पनि हान्नु परेन होइन अनि म चाहिँ सो भिडियो बनाउँदै नै गइदिउँ भनेर अब जाँदैछु यस्तो बाटोमा यिनीहरूलाई लैगौँ भनेको अब पर्दैन भने पछि छाड्दै भयो भनेर म नि एक हातले फोन एक हातले स्कुटी अनि मलाई सक्छ त कसैले सक्दैन नि फेरि अब मेरो राइड यस्तै चलिरहेको छ होइन के होइन पर गएर आन्टीहरूकोमा म चाहिँ चिया खाँदै गर्नु पऱ्यो पर गएर यस्तो बाल ठाउँमा अब लगभग जाडो नै आइसक्यो म चाहिँ माथि जानु पऱ्यो यिनीहरू अहिले आउँछ होला यस्तो जाडो भइरहेछ नि त अनि बिस्तारै आउँछ यिनीहरू म चाहिँ लुलु गर्दै बिस्तारै जानु पऱ्यो यस्तो मजै छ यहाँ पनि नन्द छ होइन पुरा यस्तै यहाँतिर पहिला केही थिएन यार कम्ता दामी यता बाटो बनाएन छ पहिला त यतातिर कस्तो बिजोग थियो होइन रेड पान्डा क्षेत्र भनेको छ यो चाहिँ रेड पान्डा नि यहाँ पाउँछ नि त हाम्रो रेड पान्डा जङ्गल क्षेत्र भनेको छ यो जङ्गली अनि यता चाहिँ हाम्रो यो मागुको जङ्गल भइगयो यस्तो दामी यहाँ बनाएछ पहिला ओह्रालो थियो यो भिर के योबाट चाहिँ तल हाम्रै गाउँ देख्छ होला सायद यार यो भिरले पनि त्यो छ अब मैले स्कुटी एक हातले थाम्नु परेको छ त्यही भएर मात्रै हो अनि यहाँ बाटो बनाउँदो रहेछ यहाँ चाहिँ यस्तो गरी बाटो बनाउँदै हुनुहुँदो रहेछ बाजेहरूले म चाहिँ यो तेर्सो जाँदैछु यहाँ कस्तो थियो त्यस्तै रहेछ क्या बाटो पनि अनि यस्तो गइरहेको छु त्यही हो नानी मलाई हेर्दै चाहिँ के मूर्ख भाइ रहेछ भन्दैछ कि के हो सो हेरेर यस्तो छ नि त त्यही भएर नि होला म अलिकति गाईको पहिलाहरू छ यो चाहिँ हाम्रो अङ्कलहरू क्या होला यहाँ पर दालाक्पा दाईको उसको दिदीको चाहिँ यहाँ उठ्यो के भने नि पुरा दामी यस्तो छ है यही माथि हो बालागुरुले ओडाल गुफा बसेको ठाउँ चाहिँ अनि यसो यार कसो भने बिमार नि भइन्छ होला भरे चाहिँ यस्तो जाँदैछु म यहाँ यही हो ओडाल बालागुरुज्यूले चाहिँ तपस्या बसेको ठाउँ म साथीहरू देखाउँदैछु तपाईँहरूलाई यी कस्तो छ भन्ने कुरो चाहिँ हेर्नु नि यस्तो दामी चाहिँ बालागुरु ओडाल हो हामीले देखाउँदै गरेको अहिले यस्तो दामी छ दियोहरू पनि खासै मान्छेहरू आउनु त आउँदैन होला तर पनि यस्तो वरपर यस्तो दामी छ नि यो ठुलो छ क्या यहाँ फाट चाहिँ लगभग 6-7जनाको फ्यामिलीलाई पुग्छ बारेर यताउति भन्यो नि बस्नु मजाले पुग्छ यहीँ माथि तल गरेर यस्तो दामी छ ओडाली ठुलो पनि त्यति नै फाट्छ यसको अनि यहाँ त झन् ठुलो नै भइगयो यस्तै सन्न यत्रो हरामी छ नि गाडी आउँदैछ क्यौ गाडी आउँदै गरेको यहाँ दामी गुन्जिँदो रहेछ पुरा मेरो साथीहरू तल आउँदैछ नि म यता देखाउँदै तपाईँहरूलाई जाँदैछु मलाई नचिनेको अङ्कलले मलाई चिनेन है लु मलाई नचिनेको कि छि अब भेटै भाटा अङ्कलले आज हाँस्दै थियो मलाई नचिनेको अहिले चाहिँ चिन्यो जुम भएर चाहिँ चिन्यो होला म त्यत्रो अङ्कल घर बनाउनु रहेछ होइन हामीले नै बनाएको अनि कस्तो नचिनेको यो बालहरू यार मैले सानो अनि के भयो ए किचन तिमी विदेश गएर आयौ ए विदेश चालेर आयो नि कुन देश गयो नि हौ दुबई साउदी 2-4 महिना अङ्कल के छ आरामै हुनुहुन्छ आमा हेर्नु नि तपाईँको घर हामी डुल्न आएको के यहाँ एकछिन त्यही भएर नि हेर्दै डुल्न आएको आमा अङ्कल त नि के खतरा नि
घाँस काट्दै थियो त्यही भएर बोलाउन आएको नि एकछिन हाम्रो अङ्कलले आमा खतरा पो त अङ्कल त नि डेन्जर यहाँको त डनै हो यो माबुथामको त एक्लै अनि यसको यहाँ पर कुकुर भएपछि त झन् कुरै छाड बेलुका 7 बजीबाट उता हिँड्नै पाइँदैन होइन कुकुर छोड्छ 7 बजीबाट उता त पाएन हिँड्नु त हुन्छ तर डर लाग्दो खान्छ नि कोही बेला के गर्नु अब चाहिँ म ठ्याक्कै माबुथाम पुगिसकेको छु होइन माबुथाम चाहिँ पुगेको छुइनँ लगभग त्यसको मुनि चाहिँ पुगिसकेँ अनि यस्तो दामी त्यो माथि मानेहरू यो बाटो त्यो सोलिङ भएछ यो बाटो मैले खतरा त्यो तल अङ्कलहरूको घर बनाउँदाखेरि चाहिँ खतरा ढुङ्गा बोकेको थिएँ क्या त्यो पनि उबाट ठेला गाडाबाट यहाँबाट कतिवटा चक्का फुट्यो यो ओह्रालोमा अनि यहाँ पर चाहिँ मन्दिर छ त्यो मन्दिरमा चाहिँ म अहिले भरे तपाईँहरूलाई देखाउँछु ल सो अहिले चाहिँ म उँभो गइरहेको छु माथि मन्दिरमा मन्दिरै मानेमा जाउँ एकछिन हेरौँ के कस्तो हुन्छ रमाइलो भिडियोहरू बनाऊँ क्लिपहरू होइन यस्तो बाल दामी ठाउँमा आइएको छ नि त घुम्नु पऱ्यो एकबारको जिन्दगी यार जे जसो भए पनि अब चाहिँ म मानेमा आइपुगिसकेँ साथीहरू होइन यो हामी बनाउँदाखेरि बस्दाखेरि यहाँ अलिअलि पेन्ट लाउँदै थियो अहिले चाहिँ त्यहाँबाट म आएकै छैन कि उद्घाटनमा नि आउनु चाहिँ मन थियो तर कार्यव्यस्तताले गर्दाखेरि आउनु पाइएन घरकै काम के गरिरहनु पर्थ्यो नि त्यही भएर चाहिँ आउनु पाइनँ नि यस्तो बाल रहेछ दामी अब म एक्लै छु स्ट्यान्डबाट फोटो खिच्ने हो यहाँ पनि यस्तो होइन स्ट्यान्डबाट फोटो खिच्ने हो त्यो माथि देख्दै गरेकोहरू सबै हिले अनि दो बाटोहरू हो अनि यस्तो दामी छ यो चाहिँ हाम्रो माने अब यहाँ त म एक्लै फोटो खिच्नु परेन त नि ल अब एकछिन म फोटोहरू खिच्छु अनि त्यो पछाडि तपाईँहरूलाई भन्छ आफै खिच्ने यही फोनबाट अब यहाँ यो रिमोट छ यो रिमोटमा ट्याक 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 छ्यापको छ्याप छोरोले अब यस्तो दामी छ होइन माथि टपमा पुग्नु पर्ने छ नि त त्यो टपमा चाहिँ यस्तो टुर्र हिँडेर जानुपर्छ यस्तो कुद्नुपर्छ गरेर कुद्नु पनि नमिल्ने एकछिनमा त्यो कुद्नु पनि सकिन्छ त्यो भएर आरामले जाने हो आनन्दसँगले हेर्ने हो होइन त साथीहरू के कस्तो लाग्छ भन्नु है ल म चाहिँ अब तिनीहरू अर्को बाटो गयो मलाई त थाहा छ यताको चोर बाटो म चाहिँ यो चोर बाटो जान्छु यता यो ओह्रालो त कति काठ बोकेको मैले चाहिँ बल्ल आइपुगेँ आधीसम्म चाहिँ आइपुगेँ होइन अझै ऊ माथि बाँकी छ यस्तो साह्रो परिरहेको छ उफ भन्नु भएको छैन यार यो उकालो चढ्दाखेरि आया साँच्ची नै मेरो हिँड्ने बानी हराइसकेको छ पहिला यो उकालो ओह्रालो गर्नु मलाई एकछिन पनि टाइम लाग्थेन अहिले त सास बढेर उफ थिएन आम्मा बल्ल आइपुगेँ यो ठुटा चाहिँ मैले काटेको साथीहरू यार पहिला मैले मिसिन हुँदाखेरि यहाँ यो मैले काटेको ठुटाहरू हो जुन काट्ने मिसिनले मैले देखाएको थिएँ नि त्यो भयो क्या म त्यही त सर्टकट नै जान्छु सक्दिनँ यहाँ माथि चढ्नु गाह्रो भइसक्यो उफ यो भ्यू टावरमा एकछिन चढिन्छ आनन्द लिन्छ साथीहरू होइन त्यही हो पहिले यहाँ म चाहिँ के गर्न आउँथ्यो भने नि फोन चार्ज गर्न आउँथ्यो कि योमा यस्तो साह्रो परिरहेको छ होइन भाइ बहिनीहरू अघि नै पुगिरहेछ माथि हाय फ्या भइरहेछ मलाई चाहिँ सास बढेर उकालोमा त्यहाँ म आउनु बित्तिकै फेरि कुहिरो नि लाग्थ्यो अब तपाईँहरूले उताको भ्यू देखाउँ भनेको खासै देख्दा छैन है अब यहाँ चढ्दैछु भाइ बहिनीहरू त चढ्दैछ यो बनि नसकिने हेर के भयो खासमा यो सबैजना बनि चाहिँ सक्नुपर्ने कि यो ताला ठिकै छ अब म पनि चढ्छु हेरौँ यहाँ चढ्छु नि म तिमीहरूको दाइ म नि के कम हो हिँडिहाल्छु नि टपसम्म त उफ यहाँसम्म आउनु पो बिजोग भयो त म पनि आउँदैछु यो चाहिँ मुनि हो यसको बनिसकेको छैन कि राम्रो यो खै के गरेको यो स्यालहरूले यो बरु राज्यको पैसा है यो खेर फाल्नु भन्दा बरु मलाई दिनु नि कमसेकम छ म त्यसै पनि गरिब उसै पनि गरिबलाई मलाई दिएको भने कि म चाहिँ चढ्नु गइरहेको छु यो के हो तन्त्र मन्तरहरू हो कि यो भित्तातिरको चाहिँ होइन आम्म अनि संरचना नेपालको चाहिँ यस्तो अनि खालि नामहरू लेखेको छ पहिला के पो टिचरले यति गएर लेखेँ भन्दाखेरि कहाँ लेख्थ्यो र यिनीहरूले आमा अहिले म चाहिँ यति आउँदैन बी भनेर अगाडि अहिले हेरौँ त आम्म भित्ताभरि
काम नपाएर के को नक्सा फेसबुक रे के जति लेखेको छ यहाँ यी नम्बरहरू दिइराखेको छ त्यहाँबाट यता यी फक रे के हो यो हेरौँ त नि पहिला टिचरले पढाउँदाखेरि यति प्र्याक्टिकल गरेर गएको भए अहिले ए प्लस लिएर कहाँ पुगिसक्थ्यो होला लेखेको छ के अब चढ्दैछु आरामले यो चाहिँ हामीले कति यहाँको माल यो हुन्छ नि भर्याङ अनि यो पिलरहरूको लागि लाग्ने माल मेटेरियल्सहरू चाहिँ हामीले बोकेको थियौँ क्या ट्र्याक्टरबाट चाहिँ यस्तो खतरा बोकेको थियौँ अनि त्यो दुःखहरू सम्झेन यो त्यसैकै बरु नबनाउनु बनाइसकेपछि कम्प्लिटली बनाउनु के अब यति दोस्रो तलाको भ्यू यतिमा देखिँदैछ मेरो चाहिँ घर फेरि यहाँबाट उल्टो हेर्नुपर्छ यता जुन अघि आएकोपट्टिबाट नि यता फेरि यसो हेर्दाखेरि उतापट्टि हेर्नुपर्छ अब फेरि अर्को तला चढौँ माथिल्लो तलामा के छ सबैभन्दा टपमा जाने हो नि बारबेर केही छैन चल्दिने हो जो डर लाग्यो म जान्छु ल यस्तो बिजोग छ यो बनाउनु भन्दा चाहिँ बरु भत्काउनु बेस्ट जस्तो लाग्यो मलाई चाहिँ बनि नसकेकै यस्तो हालत छ अब माथिबाट टपबाट हेर्ने हो कस्तो छ सर सास बढिरहेछ नि केटाहरू यहाँबाट यहाँ झऱ्यो भने वान मिस्टेक क्याम ओभर ल फेरि इस सुकुन जिन्दगी भरमे प्यार तेरा नाम में भने जस्तै सबै भ्यूमा देखाउँछ अब तपाईँहरूलाई यो पर देख्दै गरेको हाम्रो गाउँहरू यस्तो छ हालत अब त पुरो कुहिरो लागिसक्यो के कुहिरो लागिसक्यो यहाँबाट ओह्रालो चाहिँ यस्तो छ है हेन्टाडेङ हुन्छ नि फेरि यहाँबाट झऱ्यो भने त मान्छे भुइँचालो आयो भने चाहिँ कता गइन्छ होला यहाँबाट नि तल पुगिन्छ होला नि मेरो घर नै ऊ तल यता अनि यता साइड चाहिँ अलिक कुहिरो लागेको छैन यो चाहिँ एनटिसीको टावर एनटिसीको यस्तो मजा आइरहेछ घनपाटे पो छ त यो पनि फेरि ए यो आजभोलि लगाएको रहेछ पहिला यत्रो ताला थिएन कि यो आजभोलि यो लगाएको रहेछ जस कम्प्लिटली गऱ्यो भने चाहिँ राम्रो हुन्छ कि यहाँ यति ताला थामिहाल्छ नि यसले कम्प्लिटली तर पनि यहाँ हिँड्नु मलाई डर लागिरहेछ क्या हल्लिरहेछ भरे उल्टो पल्टिगयो भने त यार मम्मी म त अचार हुन्छ नि हौ अचार मेरो त यति म त तिमीलाई चाहिँदैन नि अटोरेटेड हो अनि तिमीलाई के म चाहिन्छ र यी खाजा पनि व्यवस्था भयो हाम्रो दुध तल यस्तो छ होइन अनि यो कुटीहरू सबै कता जानेर नि म मात्रै एक्लै यहाँ बिन्दास घुमेछ एक्लै यो जिन्दगी लखर लखर भने जस्तो छतमा यसो नाच्दै बस्ने मेरो कामै छैन अनि यति त गर्दै बस्नु होला नि त नि होइन अलिक तलमा घटाउँछ अनि अब यता नि गयो होइन अब एक्लै हो यसरी यो यहाँबाट उता यसरी देख्छ अनि डरै लाग्यो होइन त्यहाँबाट यस्तो अनि घुम्यो बस्यो कामै छैन त नि मेरो त मेरो गर्लफ्रेन्ड हे भगवान् मलाई पनि गर्लफ्रेन्ड चाहियो आज म त साथीहरू लाग्न आँटेँ होइन अब यस्तो चाहिँ यहाँ जाने चाहिँ भरेङ यहाँबाट उता गयो भने चाहिँ वान मिस्टेक ग्याम ओभर यस्तो अप्ठ्यारो छ ऊ झिङ्रिङ अनि यहाँबाट चाहिँ अब म लाग्दैछु मेरो सामान केही छोडेन चाबी पनि मैले लगाएँ मसँग भएको 100 रुपियाँ पैसा छ होइन यो 100 रुपियाँलाई यता राख्नुपर्छ पहिला मैले 250 छ तेल लाउने त मेरो क्युआरमा भइगयो यो चाहिँ मेरो चक्लेट खानेको लागि यहाँबाट म चाहिँ लाग्दैछु ओह्रालो अब अघि पनि एक्लै अहिले पनि एक्लै घुन्द्रुङ जाँदैछु साथीहरू यसरी सबैकन च्याट अब घर लाग्नुपर्छ यहाँबाट चाहिँ अब तल जाँदैछु सिँढीबाट रिगाटै चल्दैछ यार यो सिँढीबाट झर्दा पनि अनि यहाँ तल कालाहरू पनि यस्तो छ है यहाँ नजिकै आइसक्यो म 2 तलामा यस्तो नजिक छ यहाँ त त्यो बार के भएको छैन यहाँ बारबेर भयो झन् राम्रो हुन्थ्यो थोरै भए पनि भ्यू हेर्नुको लागि तर यतिको ठाउँमा लगभग यो भ्यू टाइममा हुँदा पनि हुन्थ्यो कि म त्यस्तो लाग्छ तपाईँहरूको के हो र विचार के छ हेरिदिनु होला जाडो बढिसकेको छ अनि म चाहिँ लाग्दैछु यो अघि जुन बाटो आएको थिएँ त्यही बाटो जाने हो म चाहिँ किनभने परबाट घुम्नुभन्दा यही बाटो जाने हो आनन्दसँगले फटाक से फुर होके जाएंगे हम त यस्तो छ तलतिरको ठाउँ पनि यो चाहिँ हाम्रो एनटिसीको टावर यस्तो यहाँबाट दिन्छ अच्छा तर हाम्रोतिर त दिँदैन पनि हो आजभोलि त यार तर दिन्छ तर खासै चलाइँदैन भन्ने सोचेको म त किनभने इन्टरनेट आइसकेको छ हाम्रोतिर वर्लिङको इन्टरनेट आइसकेको छ त्यही भएर खासै चलाइँदैन त्यही पनि अब पहिलातिर चाहिँ कति दुःख गरिन्थ्यो नि त म एनटिसीको होइन झ्यालमा एउटा फोन राखेर डाटा किनेर अनि यहाँ किन्नु खोजेको खै धेरै सपोर्ट गरेको जस्तो छ टावरको मुनि 4G नै हटेन मेरो त्यही भएर डाटा नि किन्नु त होइन
अब यति नै भिडियो मैले किन्छु भनेर आएको थिएँ। अब यहाँ तल गएर त आउनु साध्य छैन, लाग्दिने हो अब घर चल्दिने हो। यो चाहिँ माबुथामबाट झर्दै गरेको ओह्रालो हो साथीहरू होइन। यस्तो दामी चौर पनि छ लगभग। अब त दामी पनि के भन्नु र सबैजनालाई। यस्तो अब यो हरियो जति सबै मरेर मुर्जाएर गइसक्यो। यस्तो छ यी हालत होइन। तल पनि बत्तीहरू यस्तो चुत्रो काँडा चरन हुँदा त यता नि कहाँ साथ दिएर तपाईँको बाजेका जुग्गाहरूले चुसेर नि ढुटो। यो माबुथुम्कीको आज हाम्रो टुर यस्तो छ भवालहरी। तिनीहरू चाहिँ तल क्या आगो फुकिरहेछ होइन। म चाहिँ एकछिन आगो ताप्छु, फोटो खिच्ने, त्यहाँबाट के गर्ने हेरौँ। आगो फुकिरहेछ, जाडो यस्तो छ नि। अघि बिहान त आउँदा समयमा त मिठो थियो, अहिले फर्किँदा त म म्यु भइसक्यो नि। यहाँबाट उता फर्किने बेलामा त जाडो इतना हे जाडो त भनेर टुपी ठाडो भइसक्यो। 2500 मिटर हो नि त, तर हुन पनि निकै हो। अहिले पुसमाको समयमा 2500 3000 भनेको खतरा हो। मैले चाहिँ दाउरा पनि लगेर जाँदैछु होइन। यस्तो दाउरा पनि त्यहाँ तल आगो पनि फुकिरहेछ नि त, दाउरा नि म लिएर आउँदैछु। टेन्सन नगर न केटा हो, दाउरा म लिएर आउँदैछु त नि। यस्तो यिनीहरू आगो फुकेर दामी ढुकुरको बच्चाहरू जस्तो बसिरहेछ, म बिचरा यहाँ दाउरा त डर रहेछ नि। ल घुमाइ चाहिँ मिठो छ जे होस्। अब यहाँ टिकटकमा बस्यो एउटा केटा दामी। अब चाहिँ हामी यो माने भएकोमा आइपुग्यौँ होइन। माने भएकोमा आइपुगेपछि चाहिँ यहाँ भाइ बहिनीहरूसँग हल्का के गर्ने भिडियो पनि बनाइयो। अनि खुसीहरूसँग भिडियो फोन पनि खिच्यो। अनि यो माथि देख्दै गरेको चाहिँ माथिको त्यो कुहिरो लागिरहेछ क्या, त्यही भएर यहाँ कस्तो भइरहेछ भने नि कुहिरोले। जाडो पनि त्यति नै लागिरहेछ किनभने 2500 मिटर, त्यही भएर। अनि यो तल मानेहरू बनाउँदा हामी यहीँ थियौँ। अनि यहाँ चाहिँ हामी कस्तो जुगा पाउँथ्यौँ भने नि लगभग यति लालामा जुगा पाउँथ्यो कि यो ठाउँमा चाहिँ। यत्रो चाहिँ जुगा मैले मारेको थिएँ क्या। यो डन्ठी जत्रो छ नि जुन, त्यत्रो चाहिँ मैले जुगा मारेको थिएँ यो ठाउँमा चाहिँ। मन्दिरमा म जाँदैछु होइन। यहाँ पर मन्दिर पनि छ, हेरौँ खै। स्वर्ग छुनु जाँदै गरेको ढुङ्गा भन्थ्यो, स्वर्ग छुनु जाँदै गरेको ढुङ्गा कहाँ अड्क्यो के भन्थ्यो नि त। त्यही भएर म सो मन्दिरतर्फ पनि एकछिन गइराखौँ भनेर जाँदैछु। माबुथामको मन्दिर हो। यहाँ आएर अब थान मन्दिरमा किन नजानु। यही हो माबुथामको ठुलो थाम मन्दिर। अनि त्यही मन्दिरमा गएन भने त भएन नि त होइन। अहिले म चाहिँ यहीँ ठ्याक्कै मन्दिरमा आइपुगेँ। अनि मन्दिर दामी छ। यो यता टोइलेट बाथरुम, अनि यो सायद पूजापाठ गरेर बस्ने ठाउँ होला। अनि यो चाहिँ हाम्रो यता मन्दिर रहेको छ, यो ठुलो शिला, नक्लो शिला। अनि यो चाहिँ ठ्याक्कै शिलाहरूको बिचमा बसेको मन्दिर। यस्तो दामी छ चारैपट्टि, यस्तो दामी मजा छ योमा। म यहाँ हेरौँ एकछिन भिडियो पनि बनाउँछु। अनि यो चाहिँ यो शिलाहरू रहेको छ होइन यहाँ पर। अनि यो माई ठुलो ढुङ्गाहरू पनि छ, यो थामहरू पनि रहेको छ। अनि यो चाहिँ यहाँको ठुलो शिला, दानपेटिका पनि रहेछ। यहाँ मसँग 10 रुपियाँ थियो, 10 रुपियाँ चाहिँ मलाई राखिदिनु पऱ्यो। यहाँ 10 रुपियाँ छ मसँग। ल यो 10 रुपियाँ चाहिँ यहाँ मलाई राखिदिनु पऱ्यो माबुथाममा। यो चाहिँ ल मेरो तर्फबाट पनि मन्दिरलाई सहयोग। यहाँ झऱ्यौ नि ल, कोहीले निकालेर चाहिँ नखानु ल। यसरी दामी यो ठुलो मन्दिर यही होला यहाँको। अनि कलासहरू रहेछ। अनि यहाँ चाहिँ यो चाहिँ धर्मी हो कि पापी हो भनेर यो एउटा ढुङ्गाको यहाँ योमा ढुङ्गामा चेपको छेउमा ढुङ्गा पनि यो खुट्टालाई चाहिँ छिराउने चलन छ। यो घोडा होइन, घोडा छिराउने चाहिँ त्यो चाहिँ केही पाप गरेको छैन भन्ने किम्बदन्ती छ। म पनि छिराइहेर्छु, छिर्छ छिर्दैन ल साथीहरू। ल मेरो त छिर्यो होइन, तपाईँहरूको छिर्छ छिर्दैन यहाँबाट हेर्नु है ल। स्वच्छ छिर्यो, म चाहिँ धर्मी रहेछु धन्दा मजाले छिरेको छ। यहाँ चाहिँ आएर तपाईँहरूले पनि मसँग भिडियो यसो गरेको थिएँ भनेर लानु सक्नुहुन्छ है ल। मेरो चाहिँ छिर्यो, अब म चाहिँ उतैतिर जान्छु। त्यो चाहिँ हाम्रो अङ्कल। यहाँ माबुथुममा कोही बस्नु चाहनुहुन्छ भने हाम्रो अङ्कलकोमा आएर बस्नु सक्नुहुन्छ। होमस्टे पनि छ, ठुलो घर छ। तपाईँहरूलाई धेरैजनालाई पुग्ने अङ्कल हाँस्दै हुनुहुन्छ एकदम। अङ्कल जतिको फेरि मिल्ने कोही हुनुहुन्न भाइ, बच्चा केटाकेटी ठुलो सबैमा हाम्रो अङ्कल चाहिँ। यहाँ हाम्रो अङ्कलकोमा आएको छु। अनि चिया दिँदैछ, चिया खाएर चाहिँ म लाग्छु साथीहरू। यहाँ मैले स्कुटी छोडिराखेको थिएँ, त्यही भएर
अहिले त स्कुटी लगेर गयो अनि म चाहिँ यहाँ हिँड्दै हिँड्दै मेरो पाला अब फेरि पछाडि पछाडि जाने बेलामा चाहिँ अब उल्टो उल्टो ओह्रालो हिँड्नु परेको छ भरे खुट्टा चाहिँ दुख्यो भने यसलाई नि मालिस गर्नु लाउँछु म पेन जादु तेलले माथि को त्यो माथिको बस्ने चाहिँ डाँडामा यस्तो जानु परेको छ जाडो बढेर त्यही माथि यस्तो गाह्रो छ फुचे भाइ चाहिँ आउँदैछ माथि बाटो साइज ल तल्लो साइड नि बिचमा होइन है बिचमा फेरि हान्लास् नि तैँले हान्छस् जस्तो लाग्दैछ कति बेली जाँदैछ होइन बिचरा सिकाउरी त यसले बिस्ता हो त्यतिको जा आरामले भाइहरूको नि स्कुल बिदा भइसकेको छ कुन स्कुलबाट आएको भाइ खै बोलेको कुन स्कुलबाट आउनु भएको भन्नु न प्रमोदबाट आउनु भएको कहाँ तिम्रो घर घर यहीँ हो बस्नु ल हामी चाहिँ प्रमोद स्कुलबाट बिदा भएको भाइ बहिनीलाई पनि भेट्यो अनि लाग्दैछौँ अब चाहिँ उधो फुच्चे तल लगेको डर लाग्दैछ भन्दैछ हावामा बिस्तारै हिँड आरामले एकछिन त्यहाँ बस्न म आउँदैछु आनन्दले अब त्यो अब डराउनु थालिस् भनेपछि अब नकुदा अब तन्तिर मन अफाल्ने गर्छ हो साँच्चै भनेको अब चाहिँ हाम्रो घाम ठ्याक्कै डुब्नै आँटिसक्यो साथीहरू हेर्नु त यी ठ्याक्क अब अन्तिम घाम होला मैले यहाँबाट लिने अनि योभन्दा अन्तिम मुनि चाहिँ घाम पनि अब आउँदैन यस्तो डुबिसक्यो क्या त्यो परको घाम पनि अब लास्ट यहाँबाट घाम झुल्केबाट यहाँसम्म आइपुग्यो अब चाहिँ लगभग हामी घर पुग्छौँ सबैजनालाई बाई गुड नाइट भन्दै सेवारो अनि यहाँसम्म नै हाम्रो यात्रा किनभने यहाँबाट उता मेरो चार्ज पनि छैन त्यही भएर म भिडियो हाल्नु सक्दिनँ अब चाहिँ रात पनि परि डाँडामा घाम पुगिसक्यो त्यही भएर सबैजनालाई बाई गुड नाइट सेवारो।